उठेर सबजना मकै गोड्दैछन्। अब म पनि जान्छु। अहिले हामी ऐसेलु खाना आएको अवस्था। यहाँ हुनुहुन्छ कालो मान्छे। खोइ त हेरौँ त कालो मान्छे सेतो आउँछ कि गोरो आउँछ। अहिले हामी ओह्रालोतिर जाँदैछौँ। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। गुड मर्निङ। खाना उठेर सबजना मकै गोड्दैछन्। अब म पनि जानुपर्ने हुन्छ। उठेर आएपछि खाना खाँदैछन् यता। अनि हाम्रो चाहिँ छ यस्तो बिहान बिहानै। अहिले हामी ऐसेलु खाना आएको अवस्था। यहाँ हुनुहुन्छ कालो मान्छे। खोइ त हेरौँ त कालो मान्छे सेतो आउँछ कि गोरो आउँछ। अरे कहना क्या चाहते हो? हेर्नु त्यहाँ ऐसेलु खाना आएको। ऐसेलुको पारा यस्तो छ। कोही फुलेको रहेछ, कोही फुलेको रहेछ। मलाई लाज लाग्छ भिडियो बनाउनु। खोइ आएर ऐसेलु टिपेर आउँथ्यो। यस्तो यस्तो ठाउँमा छ को टिप्न जान्छ यसो। नटिप्न जाने ठाउँ छ। बाबा ऐसेलु टिप्न म त यहीँ अल्झिन्छ होला। खाऊ खानु अनि खाएको मजा आउँछ। Oh my God! Wow! ऐसेलु यहीँबाट टिपेर लाने थिएँ। ऐसेलु अनि चाहिँ जङ्गलको बाटो हिँडिरहेको छौँ। भिडियो नबनायो मेरो त मलाई त मुनै लागिहाल्छ। लाइक सब्सक्राइब कमेन्ट गरिदिनु। हुन्छ का आँखा ठेल्छु टिप्नु ल। नानी बुढासो ल म यहाँ टिप्नु। ओए के हो के हो त्यो यसुरी दिउला चल भाइ एकछिनले खानु। हामी चाहिँ पऱ्यो ऊ त्यो पानी घुम्नु जाने। फर्केको कति भयो ऐसेलु हामीले यति टिप्यौँ। अहिले ऊ ल उसको मम्मीले हान्ला नि त उही ऊ तिमी बिना अँध्यारो छ यो जुनेली रात। ऊ ऐसेलु टिप्न गइसके। तपाईँ जस्तै तपाईँ जस्तै तपाईँ जस्तै के तपाईँ जस्तै क्युट। मलाई त त्यो पाखा भन्दा तपाईँ क्युट लाग्छ। त्यो पाखा भन्दा तपाईँ क्युट लाग्छ मलाई। मलाई त पाठा नि क्युट लाग्छ मलाई त तपाईँ क्युट लाग्छ। अब चाहिँ हामी हिँडेको पारी गाउँमा जाँदैछौँ। गाउँघरको बाटो यस्तो छ, उकालो ओह्रालो। अहिले हामी
ओह्रालोतिर जाँदैछौँ। जङ्गलको बाटो उताबाट थियो। अहिले चाहिँ हामी यता मामा घरमा आएको थियौँ अनि त्यसपछि अहिले हामी जाँदैछौँ यस्तो बाटोमा। यहाँ भन्नुपर्ने हो भने चाहिँ हाम्रो मामाहरूको चाहिँ यस्तो छ खेती, केरा खेती, फलफुलहरू टमक्कै छन्। अब चाहिँ हामी रामेछापलाई छोडेर हामी दोलखातिर हामी जाँदैछौँ। पारी दोलखा, यतावारी चाहिँ रामेछाप। राम्रो तले डुल्दैछ। ओह्रालो सकेर उकालो हिँड्दैछन् यहाँ। गले मान्छेभन्दा ठुलो छ लाठी बाबा। कोहीको मान्छेभन्दा सानो छ, कोहीको मान्छेभन्दा ठुलो छ लाठी। यो पारी रामेछाप जिल्लाबाट दोलखा जिल्लामा फाइनली आइपुग्यो। आजलाई भिडियो यति नै।